मैले आफैले पनि मेरो अब आफ्नो मान्छे म दाइको थ्रोबाट ल्याउँदैछु ल क्या राम्रो है वाउ यसरी बस्नु पो रमाइलो हुने होला है आफ्नो अकोमोडेसन छ अकोमोडेसनमा राख्ने उहाँहरूले राख्नुहुन्छ ल्याएर मैले राख्ने खाने बस्ने भिसा नलाग्ने रिक्स सबै मेरो हो। हेलो एभ्रिवान सेवा र नमस्कार वेलकम ब्याक टु माई अनदर ब्लग सबैलाई स्वागत छ मेरो अनदर ब्लगमा। आजको ब्लगमा चाहिँ हजुरलाई म दुबई आउनको लागि के कस्तो प्रोसेसिङ छ भिजिट भिसा चल्दैछ कि छैन भिजिटमा आउनु पाउँछ कि पाउँदैन भन्ने बारे हजुरलाई सानो इन्टरभ्यूवाला इन्फर्मेटिभवाला इन्टरभ्यूवाला भिडियो ब्लग लिएर आएको छु आजको चाहिँ। सो त्यसको लागि चाहिँ म यहाँनिर इन्टरनेट सिटीमा आइसकेको छु। एकजना दाइ जो चाहिँ हुनुहुन्छ उहाँले चाहिँ ल्याउनुहुन्छ मान्छेहरूलाई। सो त्यसैको लागि मैले उहाँसँग भेटेर पर्सनल्ली भेटेर बुझ्नेवाला छु के छ कसो छ अहिलेको यो युद्धपछि पनि के छ त अहिले दुबई आउनलाई भिजिटको कतिको सजिलो छ के छ लागत के कति लाग्छ हैन कति समय लाग्छ आउनेको प्रोसेस के छ यो सबै बारे चाहिँ आज हजुरको भ्लगमा हजुरलाई म टोटल देखाउनेवाला छु। सो भ्लगमा बनिरहनु होला साथीहरू। अहिले चाहिँ म यो दुबई इन्टरनेट सिटीको यहाँ भित्रबाट आएको छु। यसको यताउति के छ के कसो छ म खासै डुलेको छुइनँ तर यतातिर चाहिँ म योसँग दुईचोटि भयो यहाँ आएको तर मलाई यहाँको यो चाहिँ एकदम राम्रो लाग्छ क्या यहाँको इन्भाइरोमेन्ट चाहिँ कस्तो दामी देखेको छ क्या चट्ट यहाँमाथि हेर न यो बिल्डिङ क्या मजाको खतरा देखिरहेको क्या है। झट्ट यतापट्टि यहाँ बच्चाहरूको पनि खेल्ने ओर्नेहरू पनि छ यहाँनिर रहेछ ट्याक्क है यहाँनिर दामी हो यो ठाउँ बस्नलाई एकदम फ्यामिलीको लागि चाहिँ एकदमै राम्रो लाग्यो यो ठाउँ चाहिँ यो इन्भाइरोमेन्ट यो ठाउँ एकदमै राम्रो लाग्यो बच्चाहरू के अरे फ्यामिलीहरूको लागि चाहिँ बालबच्चासँग चट्ट बस्नलाई दामी हुने है। सो हजुरहरू पनि को अलरेडी यहाँ बसिसक्नु भएको छ दुबई इन्टरनेट सिटी या त बस्न चाहनुहुन्छ भने चाहिँ मलाई चाहिँ दामी लाग्यो। अब मेरो चाहिँ काम यो साइडतिर पर्दैन र म यति टाढो बस्न पनि मिल्दैन है। को हुनुहुन्छ त यहाँ दुबई इन्टरनेट सिटी बस्नुहुने यहाँको राम्रो राम्रो कुराहरू अरू हजुरहरूलाई थाहा होला सेयर गर्नु होला है त। सो अहिले चाहिँ म अब दाइलाई भेट्छु दाइलाई भेटेर अलिकति त्यो जानकारी लिएर त्यसपछि चाहिँ म आज फर्किनेछु। आज अलरेडी 9 बज्न लाग्यो। सो त्यसपछि चाहिँ म फर्किनेछु है त साथीहरू। बच्चाहरू मजाले यहाँ फुटबल खेलिरहेछ यस्तो राम्रो छ इन्भाइरोमेन्ट त ल क्या राम्रो है वाउ यस्तोमा बस्नु पो रमाइलो हुने होला है। के गर्नु हाम्रो यतातिर कामै पर्दैन यतातिर कामै नपरेको यतातिर बस्ने कुरा भएन टाढो पर्छ फेरि है गाह्रो छ साथीहरू यार। तर जस राम्रो छ यहाँको म्यानेजमेन्ट चाहिँ। अहिले चाहिँ म यहाँ वेस्टर्नको अगाडि आइपुगेको छु। दाइले चाहिँ वेस्टर्न भएकोमा आउनु भन्दै थियो वेस्टर्नको छेउछाउतिर फोन गरेको फोनै लागेन यार त्यो दाइको। अहिले चाहिँ लास्टै गर्ने भएर यो चाहिँ मेरो के भन्छ मलाई मन पर्ने ड्रिङ्क्स चाइनिज ड्रिङ्क्स पिउँदैछु साथीहरू। अब डाटा लिएर फेरि दाइलाई वाट्सएपमा मेसेज गर्नुभयो दाइ चाहिँ वाट्सएपमा चाहिँ त्यो नम्बरमा फोनै लागेन दाइको नम्बरमा। तपाईँ हो के छ दाइ हजुरको नाम हिमाल हजुर। यसो म चाहिँ यतिकै भ्लग बनाउँछु कि साथीहरू ल फ्लास पन भयो। अहिले चाहिँ म यहाँ आइसकेको छु अनि दाइलाई पनि भेटिसकेँ फाइनली। अनि अब हामी चाहिँ बुझ्नेछौँ दुबई आउनुको लागि के छ त अवस्था भिजिटमा आउनलाई के कति पैसा लाग्छ यो लडाइँ पछाडि युद्ध पछाडिको होइन यो अल्लाह पो बजिरहेको छ र अलिकति डिस्टर्ब होला जस्तो छ। र दाइ स्वागत छ हजुरलाई मेरो भ्लगमा। नमस्ते मेरो नाम हिमाल दत्जी हो। मेरो घर चाहिँ झापा धरमपुर हो। धरमपुर ए नजिक नजिकै हुँदो रहेछ धरमपुर। अनि अब त्यस्तै अब वैदेशिक रोजगारीमा आउनेलाई चाहिँ सबैलाई होइन अब म चाहिँ यहाँ भनेको हाल 6 वर्ष 7 वर्ष भयो बसेको। हजुर अब भिजिटको लागि अब पहिले अब यस्तै अब नेपालमा अब छैन रोजगारकै अब भाइ बहिनीहरू आउनेहरूलाई होइन सबैलाई स्वागत छ। अब हामीले अब भन्छन् मान्छेले लगानी धेरै लाग्यो यसरी खाए यस्तो भयो भन्छ तर यहाँको रिस्कहरू धेरै छ। अहिले ल्याउनु पर्यो बेरोजगार अब यहाँनिर ल्याएर सबै रिस्क लिनु पर्यो। तपाईँहरूले चाहिँ कसरी ल्याउनुहुन्छ ल्याएपछि मतलब हामी यस्तो अब भिजिट भिसामा ल्याउँदाखेरि यहाँबाट हामी भिजिट पठाउँछौँ। हजुर अनि उहाँ हाम्रो काठमाडौँमा ट्राभल छ एउटा हजुर कन्ट्याक्ट उहाँ ट्राभलबाट चाहिँ ठक्का उहाँबाट सबै सेटिङ गर्नुपर्ने सबै थोक कागजपत्र डकुमेन्टहरू सबै बनाएर चाहिँ यहाँ पठाइदिनुहुन्छ। यहाँ गएर म एयरपोर्टमा गएर रिसिभ गर्छु। हजुर त्यहाँदेखि अब आफ्नो अकोमोडेसन छ अकोमोडेसनमा राख्ने उहाँहरूले राख्नुहुन्छ ल्याएर मैले राख्ने खाने बस्ने भिसा नलाग्ने रिक्स सबै मेरो हो। सबै सुविधा मैले दिन्छ। जब उहाँहरूको जब फिक्स भइसक्यो त्यहाँदेखि कम्पनीले जिम्मा लाउने हो। अब लागत भनेको 2,70,000 लिने गरेछ। त्यसमा के भने हवाई टिकट चाहियो होटल बुकिङहरू चाहियो अनि त्यहाँदेखि तपाईँको मुफा बनाउनु पर्छ पुलिस रिपोर्ट मुफा गर्नको लागि 18,000 रुपियाँ लिन्छ। अब बाहिरबाट गर्दाखेरि अब लिन्छ अब डाइरेक्ट गरेर गर्दाखेरि 10-15-16,000मा हुन्छ। त्यहाँदेखि अब तपाईँको टिकट अब हेरी हुन्छ कहिले 70-80,000 पनि हुन्छ कहिले 50-60 पनि हुन्छ भन्न सकिँदैन। त्यो सबै गर्दाखेरि अब हामीले पनि
पनि 2-4 पैसा त राख्नै पर्यो उनीहरूलाई रिक्स गर्नु पर्यो उनीहरूको अब खाने पिनेको सबै थोक व्यवस्थित गरिदिनु पर्यो अनि उनीहरूलाई चाहिँ अब जब नलाग्ने रिक्स आफूले हो जब जब अब भोलि भिजिट भिसा सिद्धियो उनीहरूको जब भएन फिक्स भने भिसा रिन्युअल पनि गरिन्छ तपाईँहरूले फेरि भिजिट पनि गरिदिनुहुन्छ केटा मान्छे केटी मान्छे केटी मान्छे अलराउन्ड एउटै हिसाब भयो एउटै पैसा एउटै 2 लाख कति भन्नुभयो 70,000 2,70,000 मा चाहिँ तपाईँहरूले ल्याउने सबै काम नलागेर आफ्नै राख्ने हो अब काम गर्नेले पनि गर्नु पर्यो इन्टरभ्यूमा पठायो गएर इन्टरभ्यूमा नबोलिदिने काम है मलाई ठिक लागेन म गर्ने भने हिन्दी त्यो त अब आफूले सोचमा आउनु पर्यो विदेश पत्र परेमा अगर मेडिकल फेल भयो भने उहाँहरूको टिकट र भिसाको पैसा काटिन्छ बाँकी रिटर्न दिएर पठाइन्छ जस्तो भनेपछि उनीहरूको भिजिटमा आएर यहाँ आएपछि भिसा लाउने बेला या त मेडिकल गर्नु मेडिकल फेल भयो भने तपाईँहरूले फेरि उहाँहरूलाई टिकट काटेर भिसा र आएको भिसाको पैसा र टिकटको पैसा काटिन्छ हजुर बाँकी टिकट काटेर पठाइदिने हो बाँकी पैसा रिटर्न दिने हो बाँकी रिटर्न दिन्छ आएको र टिकटको आएको र गाउँको टिकट काटेर भिसा काटेर फेरि रिटर्न अब भाइ बहिनीहरूले राम्रो काम गर्नु पर्यो अब लगाएर नलगाउनु भनेको हाम्रो गल्ती हो अब होइन लग्दैछ भन्नु बित्तिकै यत्तिकै जाने हो राम्रो काममा यस्तो काममा लाउने हो भनेर आएर भने त भएन होइन परदेश आएको काम आफ्नो के सिप छ होइन आफ्नो अब खाएर बसेर होइन अब नयाँमा भनेको 40,000 देखि 50,000 बचाउने काम लगाइन्छ सिप जानेको यहाँको त्यही 12-1300 1500 को मुनि 1500 अनि अब जस्तो सिप जानेकोलाई 1500 देखि 2000-2500 माथि गइहाल्छ त्यही हो ल अहिले भनेपछि यो कतिको गाह्रो छ त दाइ यो लडाइँ पछाडि अहिले खासै त्यति गाह्रो छैन त्यति साह्रो छैन अस्ति लडेको बेला चाहिँ अलिक गाह्रो थियो अहिले त्यति गाह्रो छैन ल यदि तपाईँहरू कोही कतै आउनु चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला म उहाँ दाइलाई सम्पर्क गराइदिन्छु किनभने दाइले एकदम राम्रोसँग काम गर्नुहुन्छ भन्ने होइन कसैले अब कति हजारौँ मान्छेमा कोही नराम्रो पनि होला एउटा दुईवटा त्यसमा गल्ती हुन्छ मान्छेमा त्यसमा पनि माफ गरिदिनु होला कुनै दिन गलत पनि हुनसक्छ होइन भनेको जस्तो नहोला सुधार्न पनि सकिन्छ सुधारिन्छ पनि त्यसमा भनेको त्यसमा कसैले पनि उयो गर्न नगरिदिनु होला ल त्यही अनि त्यो हाम्रो माइजूले भनेको भाइलाई चाहिँ ल्यायो भने के काममा लाउनु सक्ला त दाइ उहाँले भनेको थियो हेल्परमा प्याकिङ हुँदी किचन हेल्परमा जस्तोमा उहाँले इच्छा गर्नुहुन्छ म त्यसैमा लगाइदिन्छु तर अब केटो सानै छ मेरो विचार अनुसार चाहिँ त्यो प्याकिङहरू भन्दा पनि यसो किचनतिर लायो भने मैले किचन हेल्परमै हालिदिन्छु किचनतिर लायो भने भोलि गएर 12-1300 खाएर बसेर हुन्छ अब यता काम पनि सिक्नु मौका हुन्छ नि त भोलि गएर यसो भित्र किचनमा भएपछि त अब काम सिक्नु पायो भोलिको दिनमा के चाहिँ इच्छा गरेर मसिनो भाइ बहिनी जति पनि आउँछन् म सबैलाई त्यही भन्छु सिप सिक्नेमा गर यो प्याकिङमा यस्तोमा काम छैन त्यो भनेको अलिकति आधा पैसा गरिसकेका मान्छेहरू अलिकति होइन 30 देखि उँभो करसलाई चाहिँ उहाँहरूलाई चाहिँ त्यस्तो ठिकै होला ल हस्त दाइ हुन्छ हजुर धेरै धेरै धन्यवाद यति नै जानकारी लिन आएको थिएँ होइन तपाईँहरूलाई के लाग्छ कस्तो लाग्छ तपाईँहरू कमेन्टहरू गर्नु होला त्यही नै हो आजको भ्लग चाहिँ यति नै थियो हजुरहरूको इच्छा भएदेखि सम्पर्क गर्न सक्नुहुन्छ र मैले आफैले पनि मेरो अब आफ्नो मान्छे उहाँ दाइको थ्रोबाट ल्याउँदैछु सो तपाईँहरूलाई त्यसको पछाडि जानकारी हुने नै छ पक्का काम हुन्छ हुँदैन दाइले अब अरूले जस्तो गरेर त हुने हो कि नहुने हो भन्ने कुरा बिस्तारै थाहा हुन्छ तपाईँहरूलाई पनि सो त्यही नै आजको भ्लग यति नै थियो है अब धेरै लामो भ्लग पनि के बनाउने सो आजको भ्लग यति नै हजुरलाई के कस्तो लाग्यो जानकारी राम्रो नराम्रो हजुरको इच्छा के छ तपाईँहरूको क्वेसनहरू के छ तपाईँहरूलाई के कुरामा जान्न बुझ्न मन छ भिजिट भिसा आउने बारे दुबई आउने बारे है तपाईँहरूको कमेन्ट राख्नु होला अवश्य त्यसको बारेमा भिडियो बनाएर हाल्ने नै छु र आजलाई चाहिँ यति भन्दै सी यू बाई बाई नेक्स्ट भिडियोमा भेटौँला है त साथीहरू।